नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले जानकारी गराएको प्रसङ्गबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री प्रचण्डले यही जेठको 17 गतेदेखि 20 गतेसम्म भ्रमण गर्ने तय भएको उल्लेख गरेको छ। प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतका द्विपक्षीय विविध विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नुहुनेछ। छिमेक पहिले भन्ने नीतिलाई थप मजबुत बनाउन नेपालका प्रधानमन्त्रीको भ्रमणले थप सहयोग पुग्ने र यसले द्विपक्षीय साझेदारीलाई बढावा दिने पनि मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति, उपराष्ट्रपति र अन्य विशिष्ट व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुनेछ। औपचारिक कार्यक्रम र भेटघाट अतिरिक्त प्रधानमन्त्री प्रचण्डले उज्जैन र इन्दौरको पनि भ्रमण गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। जनता समाजवादी पार्टी जसपा धनुषाको विवाद चुलिएको छ। राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थिति र सहमतिमा घोषणा गरिएको धनुषा जिल्ला कमिटी विभाजित भएको छ। जिल्ला अध्यक्ष बनाइएका पशुपति यादवको नेतृत्वमा शुक्रबार पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरे। 51 सदस्यीय जिल्ला कमिटीको 27 जनाले शपथ लिएका थिए। त्यसको 24 घण्टा नबित्दै केन्द्रीय सदस्य उर्मिला शाहले शनिबार शत्रुघ्न यादवलाई अध्यक्ष घोषणा गर्दै बहुमत सदस्यले शपथ लिएको बताएकी छिन्। धनुषामा अब जसपाका 2 जना अध्यक्ष भएका छन्। राष्ट्रिय अध्यक्ष यादवले बनाएका कार्यदलका संयोजक सांसद दीपक कार्कीले पशुपति यादव अध्यक्ष रहेको 51 सदस्य जिल्ला समन्वय समिति घोषणा गरेका थिए। सो घोषणा कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थिति रहेको थियो। जिल्ला अध्यक्ष पशुपति यादवले आफूसँगै 27 जनाले शपथ ग्रहण गरेको बताउँदै थप 7 जनाले पारिवारिक कामको कारण आउन नसकेको जानकारी गराएको बताए। उनीहरूलाई प्रदेश अध्यक्ष रामबाबु यादवको निर्देशन अनुसार रामसेवक यादवले शपथ गराएका थिए। धनुषामा समानान्तर कमिटी गठन गरी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई सोझै चुनौती दिएको जिल्लाका नेताहरूको कथन छ। मध्य प्रदेशका अध्यक्ष समेत रहेको कार्यकारिणी समितिका सदस्य रामबाबु यादवले केन्द्रीय निर्देशन अनुसार बनेको कमिटीलाई प्रदेशले शपथ ग्रहण गराई मान्यता दिइसकेको बताएका छन्। पार्टी विधान विपरीत कार्य गर्नेहरूलाई कारबाही गरिनेछ। उनले भने जिल्ला कमिटीको विरोधमा अर्को भेला गर्नेहरू मध्ये प्रदेशका सचिव जितेन्द्र यादव सहित सदस्यहरूलाई स्पष्टीकरण सोधिनेछ। जसपा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष पशुपति यादव रहेको उल्लेख गर्दै उनले भने पार्टीमा गुटबन्दी गर्नेहरूलाई सोझै कारबाही हुनेछ। प्रदेश सचिव यादव, प्रदेश सदस्य ज्ञानेन्द्र यादव, केन्द्रीय सदस्य चमेली दास, शैलेन्द्र यादव लगायतले धनुषामा पार्टीभित्रै गिरोह खडा गर्न चाहेको आरोप लगाएको छ। जिल्लामा समानान्तर कमिटी गठन हुनु पार्टीको हित विपरीत रहेको केन्द्रीय सदस्य महाजन यादवले जनाएका छन्। कार्यदलले घोषणा गरेको कमिटीप्रति सबैले विश्वास गर्नुपर्ने थियो। उनले भने निकट भविष्यमै हुने महाधिवेशनको क्रममा नेतृत्वको विषयमा नयाँ ढङ्गले छलफल गर्न सकिन्छ। केन्द्रीय नेतृत्वको विरोधमा जिल्लामा समानान्तर समितिको घोषणा पहिलो पटक भएको र यसले नकारात्मक असर पार्ने केन्द्रीय सदस्य रामगोविन्द यादवले बताए। गत आम निर्वाचनमा गुटबन्दीकै कारण पार्टीले नराम्ररी पराजय भोग्नु परेको हो। उनले भने गुटबन्दी समाप्त गर्न केन्द्रले गरेको निर्णयलाई समेत नमानेर समानान्तर कमिटीको घोषणा गर्नु संगठनको हित विपरीत हो। जनकपुरधाममा हुन लागेको महेन्द्र नारायण निधि T20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ। आगामी सोमबारदेखि जनकपुरधाम उपमहानगरपालिका 14औं रजौली स्थित निर्माणाधीन रामजानकी बहुउद्देश्य रङ्गशालामा सो प्रतियोगिता हुनेछन्। मध्य प्रदेश क्रिकेट सङ्घको आयोजनामा हुन लागेको यस प्रतियोगितामा मध्य प्रदेश सरकार सहितको लगानी छ। कुल लागत 70 लाख लाग्ने सङ्घका अध्यक्ष हिरालाल भगतले जानकारी दिए। उनका अनुसार कुल लागत मध्ये 40 लाख प्रदेश सरकार र 5 लाख नेपाल क्रिकेट सङ्घ क्यानले सहयोग गरेका छन्। बाँकी रकम अन्य निकायलाई सहयोग गरिदिन आयोजकले अनुरोध गरेको छ। पहिलो खेल मध्य प्रदेश र कोशी प्रदेश बीच हुने खेल तालिका छ। प्रतियोगितामा 7 प्रदेशको टिम सहभागी रहनेछन्। 12 दिनसम्म चल्ने यस प्रतियोगितामा कुल 22 वटा खेल नकआउट प्रणालीमा हुनेछन्।
यही जेठ 26 गते प्रतियोगिताका फाइनल खेल गराउने आयोजक संस्थाको तयारी छ। प्रतियोगिताको विजेता टिमलाई 3 लाख र उपविजेतालाई 2 लाख नगद सिल्ड प्रमाणपत्र प्रदान गरिनेछ। यसअघि यही प्रतियोगिता सप्तरीको राजविराजमा जिल्ला स्तरीय भएको थियो। प्रतियोगिताको यो दोस्रो संस्करण हो। मध्य प्रदेश सरकारको शिक्षा तथा समाज कल्याण मन्त्रालयको मुख्य सहयोगमा प्रतियोगिता हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सांसद तथा पूर्व गृह मन्त्री विमलेन्द्र निधिले गर्नेछन्। खेलकुद विकासको लागि प्रदेश सरकार तत्पर रहेको शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले बताए। उनले सरकार बाल निकायसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता जनाए। सरकारले खेल सम्बन्धी विधेयक सदनमा प्रस्तुत गरेको पौराणिक खेल प्रवर्धन गर्ने उनले बताए। नगर प्रमुख मनोज कुमार शाहले केन्द्रले निर्माणाधीन सार्वजनिक बहुउद्देश्य रङ्गशाला बन्न नदिन केही षड्यन्त्र भइरहेको सूचना आएको भन्दै पत्रकार सम्मेलन मार्फत खबरदारी गरे। T20 प्रतियोगिता एकदम पूर्णरूपेण सफल हुई सँगै किछ अन्तर्राष्ट्रिय रंगशाला निर्माण में 17 बीघा जगह पहिने से राष्ट्रीय खेलकूद परिषद जे अखन स्थिर रहा थे, लेकिन जिस प्रकार से ओहिठाम विकास होबक चाहिए से नहीं मिली। लेकिन एयर कप के दरमियान में जनकपुर महानगर पालिका एवरेज 40 से 50 लाख रुपया लगानी के लिए, जना ओहिठाम तार हटाव के रहे, खाने पानी की व्यवस्था के लिए, हम सब त्यसको बाद पिच निर्माण के लिए, एयर कप के लिए। लेकिन अखन पत्रकार जिज्ञासा बड़ छे, एकटा ई संदर्भिक जिज्ञासा कि मोदी जी जे 100 करोड़ रुपया भारू दिल गए, भान से कत लगानी क्या गया, तो जहिया से मिल आई तक कतौ लगानी निकल गई। लेकिन एक दोनों सरकार स्पष्ट है, स्थानीय जनप्रधान महानगर पालिका प्रदेश के राजधानी हो, आ संगे प्रदेशों सरकार से मुख्यमंत्री जी हमसे संगे ज्वाइंट के लिए वैशाख 17 गते के जनकपुर महानगर पालिका प्रदेश सरकार मुख्यमंत्री कार्यालय, खेलकूद मंत्रालय, संघीय मंत्रालय, विदेश मंत्रालय, भारतीय राजनीति में 70 पठाक स्पष्ट रूप से अ पाई लगानी अहाँ से अंतर्राष्ट्रीय रंगशाला निर्माण जानकी बहुउद्देश्य अंतर्राष्ट्रीय रंगशाला में मात्र लगानी करूँ, हम सब स्पष्ट चीज अपने ई जनकपुर के शोभा बढ़ती गरिमा हेते। आ वो जो स्टेडियम बनते से राम जानकी के प्रति के थे, धनुषाकार के थे, जो दिनेश पूर्वे जी एक सपना देख रहे थे। तो वो दोनों बात के धर्मशाला रंगशाला से जोड़ कर वो स्टेडियम निर्माण हेते। तैने हम अपने सबके मार्फत जानकारी कराना चाहिए कि अखन जे प्रचंड जी के हमरा सबके सम्मानीय प्रधानमंत्री जी भारत भ्रमण भ रहल छै, ओहिमे किछु को लोग खेल करऽ चाहै छै। आइमे से किछु पाई ओवर से वो खर्च हुए से गंदा आबि रहल छै। तो अपने सबके मार्फत हम खबरदारी कराबऽ चाहै छी, कोई व्यक्ति सब, वो चाहे संसद रहे, प्रदेश सभा रहे, MP रहे, चाहे संघीय सरकार रहे, हम सब नहीं हुए। अगर एहन बात के कोई षड्यंत्र करे छै तो अपने के मीडिया के मार्फत ही सचेत कराबऽ चाहै छी। आ हम मंत्री जी के सेहो आग्रह करऽ चाहै छी कि प्रदेश सरकार और स्थानीय सरकार के नीति स्पष्ट होबक चाहिए। कैला तो हमरा सबके लक्ष्य है जे 84 में राष्ट्रीय गेम हुई, वही के लिए भौतिक संरचना सब बने, अंतर्राष्ट्रीय रंगशाला बने, तैमे कतो ओहिमे जनकपुर महानगर पालिका में 5 जगह अहाँ के खेलकूद के एक बढ़िया संरचना है। एक वो अंतर्राष्ट्रीय रंगशाला, एक कवर्ड हॉल में, एक गूगल माध्यमिक प्रसाद विद्यालय में, एक अहाँ के कंटीर जनगणना माध्यमिक विद्यालय बौरगामा, एक सरस्वती मावी है अहाँ के कटरैत में कलरपट्टी, जगह खेलकूद मैदान तेतरिया बाजार लग। ये 5 टाइप द्वारा जानकारी करा दिली कि खेलकूद परिषद में सचिव स्तरीय एक निर्णय भेल रही कि 8 जिला के कार्यक्रम कत भौतिक संरचना तक खेल के से अखन रंजन सर एठाम छथि आ उनकर कते कार्यक्रम आगा बढ़ल हेतै से बारे में बाइट अपने सब लेल जेतै। लेकिन अई हमर बाजा के मुख्य उद्देश्य है जे मोदी अपना सबके प्रधानमंत्री जी के जे बराबर भ्रमण भ रहल छै या इंडियन एम्बेसी के जे बरगलाई जा रहल छै, ओहि आदमी के खबरदारी अपनहु सब करियो आ हमहु सब करी आ प्रदेशो सरकार करी, या अनुदान राखे चाहिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनुदानमा दिन घोषणा गरेका 1 अर्ब भारतीय रुपैयाँ उक्त रङ्गशालामा लगाउने प्रदेश र स्थानीय सरकार तयार छन्। तर यही जेठ 18 गते प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदैछन्। सोही क्रममा सो रकम विभिन्न ठाउँमा खर्च गर्ने प्रस्ताव भारत सरकार समक्ष नेपालले राख्ने तयारी रहेको चर्चा छ। हस्त टुडे न्यूज अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।